कुशल कस्तो देखाछ मलाई यो ड्रेसमा त तिमीलाई हमेशा देखिरहेको हो मलाई तिमीलाई साडीमा हेर्न मन छ त्यो पनि मेरै नामको सिन्दुर लगाएर आँसुको अर्थ के थाहा रुवाई जानेलाई मायामा पीडा के थाहा ठुक्क धोकेबाज त कतारबाट फर्किने बित्तिकै हामीले बिहे गर्छौँ भनेर फिक्स गरेको होइन तर त कतार पुग्ने बित्तिकै मलाई हरेक ठाउँबाट ब्लक गरेर 3-3 वर्ष गायब भइस् फोन किन धोका दिस कि उता जाने बित्तिकै म अन्त राम्रो केटी भेटाइस् बोल किन बोल्दैनस् पहिला तेरो यो अनुहार नहेरी बाँच्न सक्दिन जस्तो लाग्थ्यो तर अबदेखि तेरो यो अनुहार जिन्दगी भर हेर्न नपरोस् मैले सबै कुरा सुनिसके उयो होइन सुरक्षा रुपेश उसलाई के नभन है हस् नजाऊ न रुपेश एक्सक्युज मी सुन्नुहोस् त सुरक्षा को हो तपाईँ म कुशलको बेस्ट फ्रेन्ड हो उसले तिमीलाई धेरै माया गर्छ उसले रात दिन तिम्रै मात्र कुरा गरिरहेको हुन्छ के रे यदि उसले मलाई त्यति माया गर्छ भने ऊ यत्रो 3 वर्ष कहाँ थियो कतारमा हामी एउटै कम्पनीमा काम गर्थ्यौँ काम गर्ने क्रममा एक दिन उसको दायाँ खुट्टामा चोट लाग्यो चोट यति गहिरो थियो कि उसको खुट्टै काट्नु पर्यो कुशल यानी माया फलम खायो पुरानै खोइले हाम्रो भेट हुने हो खोइ कोइले तिमी टाढा म टाढा यस्तो हुँदा नि तिमीले मलाई किन नभनेको म यस्तो अवस्थामा बिहे गरेर तिमीलाई जिन्दगीभर दुःख कसरी दिनु भन त पागल त जस्तो भए पनि म तँलाई बिहे गर्थे छोडिदेऊ अब हाम्रो भाग्यमा यस्तै लेख्या रहेछ अब त तिम्रो बिहे भइसक्यो खुसी छ होला नि होइन मैले बिहे गरेको छैन अनि यो साडी र सिउँदो चाहिँ मैले आजभोलि नाटकमा काम गर्छु अहिले 2 बजेको सो सोच्दै जान लागेको थिएँ अहिले नि घरमा झगडा गर्छु बिहे गरे भने तिमीसँग गर्छु होइन भने कोहीसँग नि गर्दिन भनेर गर्छौ त मसँग बिहे